एक बिहानै म बाणगङ्गा नगरपालिका वार्ड नम्बर 7 स्थित कोइली बनगाईको गेटमा झरेँ र त्यहाँ मैले चाहिँ भ्यान अटो र बस चाहिँ लक्ष्मणघाट धाम हुँदै जगदीशपुर हुँदै चाहिँ तिलौरा कोटसम्म जाने गाडीहरू चाहिँ लाइनमा देखेँ। म चाहिँ बसमा चढेँ र बसमा चढेर चाहिँ लक्ष्मणघाट लागेँ र बसमा चाहिँ केही बाह्य पर्यटक सहित आन्तरिक पर्यटकहरूको भिड थियो र हामी चाहिँ कोइली बनगाई लक्ष्मणघाट जोड्ने पुल हुँदै त्यहाँबाट यसो छड्के हानेर चाहिँ हामी लक्ष्मणघाट धामतिर लाग्यौँ। लाग्दा यसो छड्के मात्र बस्के हानेको थियौँ। म चाहिँ झसङ्ग भएँ, किन भन्दा चाहिँ सिसौ खयर अनि जडीबुटीहरूलाई चाहिँ अनावश्यक लहराहरू अनि यो बैरीका काँडाहरू धेरै काँडाहरूले झेलिएको बोटहरू सम्मै टुप्पैसम्म चाहिँ लहराले झेलेर चाहिँ बोटलाई चाहिँ सुकाएको, बोट चाहिँ सुकेको त्यस्तो अवस्थाको थियो र अहिले हेर्दा चाहिँ सर्लक्क परेका बोटहरू त्यस्तै जडीबुटीहरू पनि सर्लक्क परेका एकदम राम्रा सुस्केर हालेको चाहिँ भान हुन्थ्यो। त्यो बाटो हेर्दै चाहिँ हामी लक्ष्मणघाट धाममा झऱ्यौँ र हामी धामपछि चाहिँ पहिलेको नर्सरी चाहिँ अहिले पार्क बनेको रहेछ। त्यहाँ चाहिँ पर्यावरण मैत्री पर्यटन इको टुरिज्म को एउटा चाहिँ नमुना नै देखियो। त्यहाँभित्र चाहिँ हामी छिर्यौँ। छिर्दाखेरि चाहिँ त्यहाँ के थियो भन्दा बालबालिकाका लागि चाहिँ छुट्टै पिङ अनि वनभोजका लागि छुट्टै स्थान तोकेर छुट्याएको थियो। पिङहरू थिए अनि पार्कहरू थिए, ठाउँ ठाउँमा बस्ने ठाउँहरू थियो। त्यो देखेर चाहिँ म छक्क परेँ अनि त्यहाँबाट निस्क्यौँ र निस्केर चाहिँ हामी मन्दिर चाहिँ घुमघाम गर्ने भनेर शिव, हनुमान, राम, लक्ष्मण अनि गौतम बुद्ध अनि हाम्रो दुर्गा माता, मनोकामना, विश्वकर्मा सम्पूर्णको चाहिँ त्यहाँ मन्दिर छ। त्यहाँ मन्दिर चाहिँ घुम्यौँ। त्यो घुम्ने बेलामा चाहिँ भजनहरू बजेको थियो र बिहानी पख योगा गर्ने व्यायाम गर्नेहरू चाहिँ त्यहाँ आएर नाच्दै रमाउँदै हाँस्दै चाहिँ त्यही भजनको तालमा चाहिँ नाचिरहनु भएको थियो। कसैले चाहिँ योगा गर्ने, कोही चाहिँ नाचेरै पनि व्यायाम हुन्छ होइन, त्यो अनुसारको सबैले आफ्नो आफ्नो तरिकाले चाहिँ व्यायाम गरिरहनु भएको थियो। त्यो बाटो हुँदै भगलापुर साइडको रिभर साइड पार्कमा चाहिँ एकछिन त्यहाँ घुम्यौँ र फेरि फर्केर हामी मन्दिरमा आएर त्यहाँबाट यो नहरको बाटो चाहिँ जगदीशपुर ताल जुन चाहिँ एसिया महादेशकै सबैभन्दा दोस्रो ठुलो मानव निर्मित ताल हो। त्यहाँ चाहिँ हामी जान भनेर नहरको बाटो हिँड्यौँ। बिचमा नहर, वारी र पारी बाटो, त्यो पनि चिलियो बाटो। अनि पछि बाटाको फेरि साइडमा चाहिँ फलफुलहरूको बिरुवा सर हेर्दै अनि रमाइलो मान्दै चाहिँ जगदीशपुर पुग्यौँ। जगदीशपुरमा पुगेपछि त्यहाँको ताल, चराचुरुङ्गीको आवाज, बोटिङ गर्ने सिस्टमहरू सबै हेऱ्यौँ, बोटिङ पनि गऱ्यौँ र त्यहाँको चाहिँ सिमसार क्षेत्रलाई व्यवस्थित गरेर चलाएको चाहिँ देख्न सकिन्थ्यो, किनकि त्यहाँ बोटिङ सिस्टम र यो चराचुरुङ्गीहरूको वासस्थान फरक फरक ठाउँमा म्यानेज गरेर गराएको थियो। जहाँ चराचुरुङ्गीहरू बढी बस्छन्, खेल्छन्, रमाउँछन्, बस्ने ठाउँलाई असर नपुर्याई छुट्टै एउटा क्षेत्रमा चाहिँ बोटिङ चलाइएको थियो। त्यहाँ हामी घुम्यौँ, रमाएर त्यसपछि हामी चाहिँ तिलौरा कोटको यात्रामा निस्क्यौँ। तिलौरा कोटमा गयौँ। तिलौरा कोट चाहिँ हाम्रो श्री सिद्धार्थ गौतम बुद्धको चाहिँ घर हो। त्यहाँ सिद्धार्थ गौतम बुद्धले 27 वर्ष बिताएको ठाउँ पनि हो त्यो। र त्यहाँ चाहिँ हामीले सिद्धार्थ गौतम बुद्धका पाइलाहरू अनि पुरातात्विक भवनहरू अनि ठुला ठुला पुराना बोटहरू र त्यहाँ वातावरण मैत्री संरचनाहरू सबै चाहिँ देख्यौँ। एकदम खुसी लाग्यो र एकदम राम्रा भवन अनि चाहिँ पुरातात्विक भवनहरू यता अहिले पहिला भन्दा चाहिँ एकदम चेन्ज
देख्न पायौँ। एकदम खुसी लाग्यो त्यहाँ पुगेर। र हामी सबै हेर्दै थियौँ। त्यो यसो हेर्ने बेलामा चाहिँ एउटाले आएर त्यहीँ ठुलो त्यही घन्टी थियो, घन्टी ड्वाङ्ग ठोक्नु भयो होइन। त्यो घन्टी ट्वाङ्ग बज्यो। ट्वाङ्ग बजेपछि झसङ्ग भएँ म। यसो हेरेको म बिस्तारामा रहेछु। बुढीले चाहिँ ह्याप्पी न्यू इयर भनेर मलाई चाहिँ उठाएकी रहेछन्। अनि म उठेँ र सेम टु यु भने र बिस्तारा मिलाएर चाहिँ मेरो सपना चाहिँ सबै सपना चाहिँ यो सपना चाहिँ बुढीलाई सुनाएँ। बुढीले पनि भनिन् काश यो विपना भइदिएको है भनेर भन्दै थिइन्। मैले चाहिँ यहाँ चाहिँ कुनै राम्रो नेता, राम्रो चिनजानेको र यहाँ कपिलवस्तुलाई चिनाउन सक्ने र कपिलवस्तुलाई चिन्न सक्ने नेता चाहिँ जहिले जन्मिन्छ मैले देखेको सपना पनि पुरा हुनसक्छ भने तपाईँहरूलाई के लाग्छ? यो सपना राम्रो छ या छैन? मन परे चाहिँ लाइक, सेयर र कमेन्ट गर्नुहोला। सम्पूर्णलाई नयाँ वर्ष 2083 को धेरै धेरै शुभकामना। सबैले सोचेको आँटेको पुरा होस्। धन्यवाद, नमस्कार।